साथीहरु नमस्कार। आज चाहिँ मैले तपाईहरुलाई चाहिँ सजिलैसँग कमान्ड प्रम्प्टबाट कसरी युट्युबको भिडियोहरुलाई म्याक्सिमम क्वालिटीमा डाउनलोड गर्ने भनेर चाहिँ सिकाउँदै छु। यसको लागि सर्वप्रथम तपाईहरु चाहिँ विन्डोज एस प्रेस गरेर सीएमडी टाइप गर्नुस्। यहाँ कमान्ड प्रम्प्ट खुल्छ। यसपछि यसमा क्लिक गरेर कमान्ड प्रम्प्ट खोल्नुस्। अब यहाँ तपाईले एउटा एप्लिकेसन गिटहबबाट डाउनलोड गर्नुपर्ने हुन्छ। त्यो एप्लिकेसनको नाम चाहिँ YTDLP रहेको छ। यो सुरुमा इन्स्टल गर्नको लागि मेरोमा अलरेडी इन्स्टल छ यो हैन। तपाईहरुले फर्स्टमा यो एप्लिकेसन गिटहबबाट इन्स्टल गर्नको लागि एउटा कमान्ड टाइप गर्नुपर्ने हुन्छ winget install YT-DLP भनेर त्यसरी इन्टर गर्नुभयो भने अब मेरोमा अलरेडी इन्स्टल छ। यहाँ अलरेडी इन्स्टल भनेर मेसेज दिन पनि सक्छ। अब तपाईहरुकोमा इन्स्टल छैन भने चाहिँ यसले यो YTDLP भन्ने एप्लिकेसनलाई चाहिँ कमान्ड प्रम्प्टबाट डाउनलोड गर्छ। यसमा चाहिँ फाउन्ड एन एक्जिस्टिङ प्याकेज अलरेडी इन्स्टल्ड भने मेरोमा चाहिँ अलरेडी इन्स्टल छ। तपाईकोमा छैन भने चाहिँ इन्स्टल हुन्छ। यो गरिसकेपछि एकदमै सजिलो छ साथीहरु। तपाईले कुनै पनि युट्युब भिडियोलाई त्यसको म्याक्सिमम अपलोडेड क्वालिटीमा चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। यसको लागि सिम्पल YT-DLP दाग्नुस्। त्यसपछि डबल कोटमा चाहिँ तपाईले जुन भिडियो डाउनलोड गर्ने हो त्यो भिडियोको चाहिँ लिंक पेस्ट गरेर इन्टर गर्नुभयो भने त्यो भिडियो डाउनलोड हुन्छ। सपोज मैले मेरै च्यानलको कुनै एउटा भिडियोलाई डाउनलोड गरेर देखाउनु पर्यो भने चाहिँ जस्तै एउटा छोटो भिडियो यसमा रिल्सहरु पनि डाउनलोड गर्न सक्नुहुन्छ साथीहरु। जस्तै मैले यो रिल्सलाई डाउनलोड गरेर देखाउँछु तपाईहरुलाई। ल यो रिल्स प्ले भयो। यसलाई यहाँबाट यसको लिंकलाई कपी गरौँ र कमान्ड प्रम्प्टमा गएर यो डबल कोट भित्र यो रिल्सको लिंकलाई पेस्ट गरेर तपाई इन्टर गर्दिनु भयो भने चाहिँ अब यसले तपाई नेटमा चाहिँ कनेक्ट भएको हुनुपर्छ। यसले तपाईको त्यो रिल्सलाई डाउनलोड गरेर फोल्डरमा सेभ गर्ने गर्छ। हेर्नुस् यहाँ तपाईको डाउनलोड स्पिड पनि देखाइरहेको छ। ल यो डाउनलोड भइसक्यो। यो डाउनलोड भयो भने यसलाई कहाँ भेट्न सकिन्छ त भन्दाखेरि यसलाई चाहिँ यसको डिफल्ट लोकेसन तपाईको जुन युजर फोल्डर हुन्छ तपाई कम्प्युटरको युजर फोल्डर जस्तै यसर छ मेरो कम्प्युटर यस भित्र जानुभयो भने चाहिँ तपाईले अहिले भर्खरै डाउनलोड गरेको रिल्स चाहिँ यहाँ भेट्न सक्नुहुन्छ। हेर्नु यो एकदमै म्याक्सिमम अपलोडेड क्वालिटीमा चाहिँ डाउनलोड भएको छ। यसैगरी यो तरिकाले तपाईहरुले एउटा होल प्लेलिस्टलाई नै पनि म्याक्सिमम क्वालिटीमा डाउनलोड गर्न सक्नुहुन्छ। हामीले चाहिँ GUI बाट चलाउनु भन्दा चाहिँ यो कमान्ड प्रम्प्टबाट म्याक्सिमम क्वालिटीमा युट्युब भिडियो डाउनलोड गर्न चाहिँ यो तरिका यो कमान्ड प्रम्प्टबाट एकदमै फास्ट हुन्छ। धन्यवाद।